गोगन पानीमा बस्दाखेरि पनि गुनगुनाउँथेँ। अब दाउरा घाँस काट्दाखेरि, मेलापात जाँदाखेरि। म खास चाहिँ काठमाडौँ छिर्दाखेरि चाहिँ पत्रकारिता बन्छु भनेर खास छिरेको मान्छे हो। खास अविनाश तामाङसँग चाहिँ सहकार्य गरेर उहाँ र म मिलेर सङ्गीत गरेको थिएँ। हामीले ढल्क्यो बैस लगायतै अनि धादिङ गल्छी लगायतका गीतहरू बजारमा ल्याउने लगभग तयारीमा छौँ। सरले चाहिँ राम्रो छ, तिमीले गर्न सक्छौ भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ बिस्तारै गरेर अनि यो गीतहरू अझै गर्दै जाउँ कि। घर परिवारले सङ्गीत क्षेत्रलाई खास त्यति मान्दैनन्। नमस्कार, म अनुराग धमला दिगम्बर। मेरो घर चाहिँ सुर्खेत कर्णेल प्रदेश हो। म गायन क्षेत्रमा भर्खरै सहकार्य गरेको आदरणीय मेरो मित्र सुन्दर लामाको शब्द सङ्गीत र आदरणीय दिदी शान्तिश्री परिवारको आवाज र मेरो आवाजमा भर्खरै गीत ढल्क्यो बैस जुवानी गीत भर्खरै बजाउन सार्वजनिक भएको छ। यहाँहरूले हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा र अपेक्षा गरेको छु। म खास चाहिँ काठमाडौँ छिर्दाखेरि चाहिँ पत्रकारिता बन्छु भनेर खास छिरेको मान्छे हो। खास वास्तवमा समयको नेटो समयको त्यो समयअनुसार हुन्छ नि, मान्छेलाई परिस्थितिअनुसार म सङ्गीततिर ढल्केँ। सङ्गीतको यात्रामा करिब 6 वर्ष सङ्गीत सङ्घर्षको यात्रामै छौँ। करिब मैले 2 वर्ष अगाडि आफ्नै सुर्खेत पश्चिम क्षेत्रको सेरोफेरलाई समेटेर सालेजो गीत रेकर्ड भयो। त्यसपछि 1 वर्षपछि आदरणीय मित्र सुन्दर लामासँग सहकार्य भयो र एक्लो जीवनमा भिडियो गर्ने, अभिनय गर्न अवसर पाएँ। त्यसपछि हामीले ढल्क्यो बैस लगायतै अनि धादिङ गल्छी लगायतका गीतहरू बजारमा ल्याउने लगभग तयारीमा छौँ। यो विभिन्न गीतहरू गाउनु भएको छ, विभिन्न म्युजिक भिडियोहरूमा खेल्नु भएको छ। दर्शक श्रोताहरूको प्रतिक्रिया के छ? अब यस्तो नयाँ गीत सङ्गीत क्षेत्रमा हामी नयाँ भएको कारणले खास हाम्रो युट्युब पनि नयाँ छ अहिले। अब लगभग सुझाव सल्लाह लगभग प्रतिक्रिया राम्रै दिनु भएको छ अहिले। किन पछिल्लो समयको पश्चातमा ढल्क्यो बैसले सबभन्दा राम्रो अहिले ढल्क्यो बैस जाने गीतले मलाई सबभन्दा राम्रो सुझाव सल्लाह सन्देश दिइरहेको छ अहिलेसम्म। हुन्छ, अब आगामी प्रोजेक्ट के छ? आगामी प्रोजेक्टमा हाम्रो अब एउटा धादिङ क्षेत्रको एउटा गीत बनेको छ। गीतमा अभिनय गर्ने छ र अर्को पनि एउटा आधुनिक गीत पनि आउने छ, तयारीमा छौँ हामी। हुन्छ, कलाकारितामा लाग्नु भएको छ, पत्रकार बन्छु भनेर काठमाडौँ छिर्नु भएको। अहिले पछिल्लो समय कलाकारितामा व्यस्त हुनुहुन्छ र यो कलाकारिता बाहेक अन्य कुनै पेसा व्यवसाय केही अपनाउनु भएको छ के छ? खास अब त्यो यस्तो हुन्छ, काठमाडौँको क्षेत्रमा बसाइ सँगसँगै अब खास घर परिवारले सङ्गीत क्षेत्रलाई खास त्यति मान्दैनन्, अब रुचि गर्दैनन्। खास मैले आफ्नै एउटा काम गर्दै, आफूलाई एउटा सङ्गीत क्षेत्र पढ्दै एउटा अलिअलि जुगाड गर्दै आफ्नो गीत सङ्गीतलाई अगाडि बढाइरहेको छु। त्यस्तो खास केही पनि छैन, सङ्घर्ष गर्दैछु भनौँ। हुन्छ, अब अन्तिममा आफ्नो सम्पूर्ण श्रोता दर्शकहरूले के भन्नुहुन्छ? आदरणीय दर्शक महानुभावहरू, यहाँहरू बिना म अधुरो रहनेछु। किनभने यहाँहरूको माया, साथ सपोर्ट, हौसलाले नै म गीत सङ्गीतमा उत्प्रेरणा पाएको छु। किनभने यहाँहरूले अझै पनि माया गर्नुहुनेछ, सुझाव सल्लाह दिनुहुनेछ, मलाई हौसला दिनुहुनेछ भन्ने आशा र अपेक्षा गरेको छु। धन्यवाद। नमस्कार, म सुन्दर लामा। मेरो घर चाहिँ धादिङ गल्छी 8 गोगनपानी चैनपुर हो। म चाहिँ हाल अहिले काठमाडौँ बस्दै आइरहेको छु विगत केही वर्षदेखि। हुन्छ, गीत सङ्गीतमा पनि लाग्नु भएको छ। गीत सङ्गीतलाई आफ्नो पेसा व्यवसाय पनि बनाउनु भएको छ। आफ्ना सिर्जनाहरू के छन्? ती सिर्जनाहरू श्रोता दर्शकले कतिको मन पराउनु भएको छ के छ? हजुर, अब म चाहिँ खास गरी म्युजिक क्षेत्रमा लागेको त्यति धेरै वर्ष भएको त छैन। विगत केही 1-2 वर्ष अगाडिदेखि मात्रै हो। रुचिहरू चाहिँ धेरै थियो पहिलादेखि नै। म धादिङ गोगनपानीमा बस्दाखेरि पनि गुनगुनाउँथेँ। अब दाउरा घाँस काट्दाखेरि, मेलापात जाँदाखेरि। अनि त्यसै गरी बिस्तारै काठमाडौँमा छिरियो र सङ्गीतमा लाग्दै गर्दा बाहिर के अरे पब्लिकहरूले पनि फिडब्याक अलिकति राम्रै दिनुभएको जस्तो लागेर चाहिँ म बिस्तारै माथि उठेँ म्युजिक क्षेत्रमा। के सिर्जना छन् यहाँको? मैले फर्स्टमा चाहिँ पूर्वेली लोकगीत मिठो मुस्कान भन्ने गीत चाहिँ हाम्रो अविनाश तामाङसँग चाहिँ सहकार्य गरेर उहाँ र म मिलेर सङ्गीत गरेको थिएँ। अनि त्यसपछि गएर त्यसले चाहिँ थोरै केही राम्रो पब्लिकहरूले चाहिँ फिडब्याक दिनुभएपछि चाहिँ मलाई फेरि अर्को पनि केही गरौँ भन्ने उत्साह जाग्यो। त्यसपछि गएर मैले चाहिँ आधुनिकतर्फ ढल्केँ। आधुनिकमा चाहिँ एक्लो जीवन भन्ने गीतमा सङ्गीत भरेँ। त्यो सङ्गीत लिएर चाहिँ म म्युजिक नेपाल गएँ। अनि त्यतिखेर म्युजिक नेपालमा जाँदाखेरि चाहिँ म्युजिक नेपालको प्रोफेसर अथवा त्यहाँको मेन सर भनौँ न, प्रकाश सरले चाहिँ राम्रो छ, तिमीले गर्न सक्छौ भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ बिस्तारै गरेर अनि यो गीतहरू अझै गर्दै जाउँ कि
आफ्नो काम पेसालाई एक ठाउँमा राखेर यसलाई पनि केही अगाडि बढाउँदै लैजाउँ कि भन्ने मैले जोड दिइरहेको छु यसमा। हुन्छ, सहायक पेसाको रूपमा यहाँले गीत सङ्गीतलाई जोड्नु भएको छ। अब आगामी प्रोजेक्ट अर्थात् आगामी गीतहरू के आउँदैछ यहाँको? अब यो पछि हाम्रो अहिले आइरहेको यो बैस जवानी गीतपछि चाहिँ यसको केही समयपछि भनौँ न केही महिनापछि चाहिँ धादिङ गल्छीमा भन्ने गीत चाहिँ आउँदैछ। यसको रेकर्डिङ चाहिँ लगभग पुरा भइसकेको छ अडियो। अब केही समयपछि चाहिँ यो पनि रिलिज गर्ने तयारीमा छौँ। यसलाई चाहिँ सकेसम्म हामीले कस्तो भने आफ्नै ठाउँ विशेष बनाएको भएर चाहिँ धादिङकै गल्छीकै आसपासलाई केही गरेर भिडियो बनाऊँ भन्ने एउटा योजना सोच गरिरहेका छौँ। त्यही यसमा चाहिँ हाम्रो आदरणीय दिदी शान्ति श्री परियारले स्वर दिनुभएको छ भने यसमा चाहिँ मैले आफैले पनि दिएको छु केटाको पुरुषको उसमा चाहिँ। यही नै छ हाम्रो योजना चाहिँ। हुन्छ, श्रोता दर्शकको प्रतिक्रिया चाहिँ के छ यहाँको? पछिल्लो समय ढल्कियो बैस जवानी गीत निकाल्नु भएको छ, त्योभन्दा अगाडि पनि विभिन्न गीत सङ्गीतहरू आछ। यो बेलासम्ममा चाहिँ श्रोता दर्शकको प्रतिक्रिया के छ? श्रोता दर्शकहरूले चाहिँ राम्रै प्रतिक्रिया दिइरहनु भएको छ, सुझाव सल्लाहहरू पनि राम्रै दिइरहनु भएको छ। अब तपाईँहरू भनेको कस्तो भन्नुभयो भने भर्खरै सङ्गीतको क्षेत्रमा हात हाल्दै गर्नुभएको मान्छेले पनि राम्रो प्रगति गरेको देखियो, अझै योभन्दा माथि गर्दै जानु होला जस्तोको चाहिँ प्रतिक्रियाहरू दिनुभएको छ। यसले गर्दा चाहिँ हामीलाई थप अझै के गरौँ भन्ने हौसला चाहिँ प्रदान भइरहेको छ। यसले गर्दा चाहिँ हामी अझै के गर्दै जान्छौँ भन्ने चाहिँ सोच राखेको छ। हुन्छ, श्रोता दर्शकलाई के भन्नुहुन्छ अन्तिममा? श्रोता दर्शक भनेको हाम्रो लागि भगवान हो। उहाँले जति हामीलाई मन पराइदिनुहुन्छ, हाम्रो सिर्जनालाई रुचाइदिनुहुन्छ, त्यति नै हामीलाई चाहिँ अझ केही गरौँ भन्ने थप हौसला प्रदान हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदमै म उहाँहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ धेरै आभार प्रकट गर्न चाहन्छु। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, हस् त, नमस्कार।